रौतहटको वृन्दावन नगरपालिका 9 भुसामा 25 वर्षीय तरिमा खातुनको विभत्स रूपमा हत्या गरी घरकै भुस राख्ने स्थानमा पुर्याएको घटनाको रहस्य एकपछि अर्को खुल्न थालेको छ। आफ्नै परिवारका सदस्यले संलग्नता योजनाबद्ध रूपमा हत्या गरिएको प्रमाणहरू भेटिएपछि प्रहरी अनुसन्धान झन तीव्र बनेको छ। सोमबार राति हत्या गरिएकी खातुनको शव मङ्गलबार बिहान इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले घरको पछाडि खनिएको खाडलभित्र पुरिएको अवस्थामा फेला परेको थियो। मृतकका पति शेख आदिल वैदेशिक रोजगारका लागि साउदी अरबमा रहेका कारण घटनाको समयमा घरमा थिएनन्। तर घटना बाहिरिए लगत खातुनका ससुर शेख अली मोहम्मद सहित घरका सबै सदस्य 1.5 वर्षका नाति मोहम्मद आरिफलाई समेत लिएर फरार भएको प्रहरीले जनाएको छ। घटना कार्तिक 18 गते माइतीमा आयोजित विवाह समारोहपछि उत्पन्न विवादसँग गाँसिएको देखिन्छ। त्यसक्रममा खातुन आफ्नै नातामा भतिजो पर्ने गुड्डु शेख अलाउद्दिनसँग अनैतिक सम्बन्ध राखिएको भन्दै परिवारमा तनाव उत्पन्न भएको खुलेको छ। सम्बन्ध स्वीकार गरेपछि दुवैलाई भविष्यमा विवाह गरिदिने मुखैले सहमति जनाए पनि परिवारमा आपसी विवाद चर्किएको मृतक पक्षको दाबी रहेको छ। खातुनका बुबा ताजा मोहम्मदका अनुसार झडप बढेपछि खातुन र अलाउद्दिनलाई ससुरा शेख अली मोहम्मदको जिम्मामा छाडिएको थियो। तर सोमबार राति स्थिति भयावह मोड लिँदै हत्या भएको बताइन्छ। सोमबार राति खातुनको घरमै उनको हत्या भइरहेको दृश्य भाइ शेख आस मोहम्मदले प्रत्यक्ष देखेको र उनलाई हल्ला गर्यौ भने तिमीलाई पनि मारिदिन्छौ भनेर परिवारका सदस्यले धम्की दिएको खुलासा भएको छ। आस मोहम्मद भागेर बाहिर निस्कन सफल भएपछि उनले घटनाको सूचना माइतीतर्फ पठाएको र दिदीको हत्या भएको प्रमाण स्वरूप तस्बिर समेत पठाएको परिवारजनले बताएका छन्। प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट देखिएको छ भने टाउकोमा धारिलो हतियारका प्रहार छन्। घटनास्थलबाट प्रहरीले एक चाकु बरामद गरेको छ जसलाई हत्यामा प्रयोग भएको अनुमान गरिएको छ। शवलाई पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पताल लगिएको छ। रौतहट प्रहरीले पुरै घटनालाई गम्भीर र योजनाबद्ध हत्याका रूपमा हेरेको छ। ससुराली सदस्य तथा घटनामा संलग्न आशंकितलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको र 1.5 वर्षको नातिको सुरक्षा ठूलो चिन्ताको विषय बनेको प्रहरी उपरीक्षक रबिन कार्कीले बताएका छन्। स्थानीयवासीले यस घटनालाई सामाजिक दबाव, पारिवारिक अत्याचार र महिलामाथि चरम हिंसाको उदाहरणको रूपमा व्याख्या गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन्।